तपाईले कुन हिसाबले यो तल्लो स्तरको शब्द उच्चारण अथवा भनौं लेखेर हामी प्रति व्यङ्ग गर्नुभयो किन गर्नु? यो प्रश्न चाहिँ तपाईले मैले दिने जवाफ मैले दिइसके जस्तो लाग्छ। बाँकी प्रश्न चाहिँ आफैले गर्नुभयो हैन। हामी यहाँ बस्न औचित्य छ छैन हैन भने तपाईले किन डिलिट गर्नुभयो? गरे सही हुनुहुन्थ्यो। तपाईको प्रश्न फेस गरेर चाहिँ सार्वजनिक गर्छु भनेर डिलिट गरेको छैन। मैले अघि नै पब्लिक गरिसकेको छु, हेर्न सक्नुहुन्छ। त्यो भने हैन, पक्कै पनि हैन र भन्नु भएको छैन भने चाहिँ उहाँले सरी भन्नुपर्छ। त्यो गलत हो। म तपाईको अगाडि शिर झुकाउँछु र सरी भन्ने एउटा यस्तो शब्द छ, सरी भन्ने शब्दले संसारमा जस्तोसुकै ठुलो मिसअन्डरस्ट्यान्डिङलाई पनि त्यसले जोड्न सक्छ। त्यसकारणले यो आजको समारोहमा म उमेरको हिसाबले सबैभन्दा सिनियर मै होला। यो बिचको कुराहरूलाई छोडिदिनुहोस्, म तपाईहरुसँग सरी भन्न चाहन्छु। अहिले दुई चारजना युट्युबर गोजीको मिडिया बोकेर हिँड्ने तपाईहरु होइन र? मैले हामीले यस्तो कसैले बोकेर हिँडेको छैन। किन हैन? सुन्नुस् न, अझै पनि तपाई सही हुनुहुन्छ। मैले सही र गलतको कुरा गरेको छैन। मैले प्रश्न फ्याँकेको, म पनि तपाईँ जस्तै जर्नलिजमको स्टुडेन्ट हो। तपाईले स्पष्ट लेख्नु भएको छ का? म यो तपाईसँग डिस्कसन गर्नु। मैले त्यही भन्न खोजेको कि प्रतिनिधित्व प्रश्न हो। हामी यहाँ बस्नु कतिको औचित्यपूर्ण छ यति भन्दिनु। जवाफ दिन्छु, एकदम औचित्यपूर्ण छ। यदि म यसमा गलत प्रमाणित हुनुपर्छ तपाईहरु एकदम सही हुनको लागि। यदि म 100% गलत भयो भने तपाईहरु ठिक ठाउँमा हुनुहुन्छ र यदि तर म 1% मात्रै पनि सही भयो भनेदेखि चाहिँ तपाईले आफैले पनि प्रश्न गर्नुपर्छ भन्छु। ठिक छ, सिनेमाको प्रश्न नगर्न पनि पाइयो, बगैदा पाइयो। तर सिनेमाको सम्मानको लागि, सिनेमा मेकरको सम्मानको लागि यदि तपाईहरुलाई पनि के प्रश्न गर्न मन छ भने प्लिज गरिदिनु होला। यति राम्रो फिल्म बनाउनु भएको छ, 7 करोड फिल्म बनाउनु भयो। तपाईको सोचको गरिब मानसिकता कम्तीमा त्याग दिनु होला, हाम्रो लागि अनुरोध छ। हात जोडेर म 100% गलत भयो भनेदेखि तपाईले जित्नुहुन्छ, तर 1% पनि कुनै दिन म प्रमाणित दिन आयो भनेदेखि चाहिँ आफैले प्रश्न। यति हो, गरिब मानसिकता त्याग दिनु होला सर। लगानी गर्नुभएको छ 7 करोड, तर पैसाकै लागि युट्युबर आएन भन्नुभयो। यो प्रश्न चाहिँ मलाई चित्तै बुझेन र मैले प्रतिनिधित्व प्रश्न गरेको यहाँ भन्दा म केही पनि भन्न चाहन्छु। म फेरि लास्ट कन्क्लुजन दिन्छु, युट्युब जर्नलिजम गर्ने तपाई जोसुकै हुन सक्छ, तपाईहरुले पनि आफैले चाहिँ प्रश्न गर्नुस्। हरिवंश आचार्यको काम अभिनय गर्ने हो भन्दैमा उहाँले पारिश्रमिक नलिकन काम गर्नुहुन्न, धर्म मात्रै निर्वाह गर्नुहुन्न नि त। त्यही भएर यो मात्रै हो, यति नै माफी गरे मैले तपाईलाई। म हरिवंश डिसरेस्पेक्ट अथवा अपमान भएको अनुभव भएको छ भने हैन, त्यसको लागि चाहिँ म लगायत हाम्रो टिम हामी चाहिँ साच्चैकै मनदेखि माफी माग्न चाहन्छौँ हैन। यसरी बुझ्नु भएको छ भने चाहिँ म त्यसलाई माफी चाहन्छु। तर मैले जनरलाइज गर्न खोजेको छैन। तर एकजना पनि लागेको चाहिँ मलाई अचम्म लागेको चाहिँ थियो, यदि तपाईहरु सबैले त्यसरी लागेको छ भने त्यसलाई चाहिँ म माफी चाहन्छु। तर एकजना पनि लागेको किन नआएको, सबैजना साथीहरुसँग भेटघाट हुँदाखेरि किन नभएको होला भन्ने मलाई त्यो चित्त दुखाइ पनि थियो। तपाईले भन्न खोजेको कुरामा चाहिँ मलाई अझै क्लियर गर्न मन लागेको, यिनीहरु आएनन् कन्टेन्ट बनाउन भन्नुभयो। कहाँ चाहिँ आउने त? तपाईले एउटा इभेन्ट गर्नु भएको छैन अहिलेसम्म। तपाईले भेकुटी मण्डपमा एउटा हरिवंश आचार्य जानु भएको थियो, त्यो अफिसियल इभेन्ट थिएन, हाम्रो अफिसियल इन्भिटेसन नै थिएन। त्यसमा तपाईको मिडिया कोअर्डिनेटरले भिडियो पठाउनु भएको थियो, त्यो डिजिटल मिडियामा क्रिएट गर्ने जसलाई उपलब्ध छ उहाँले आफ्नो मिडियमबाट त्यसलाई पब्लिस गर्नु भएको छ। अब गइदिने कहाँ भन्नु त? कहाँ चाहिँ रहेछ यो भुटानको अफिस भन्दै खोज्दै आउनु पर्ने हो कि हामी? त्यसमा मिडिया कोअर्डिनेटर किन राख्नु भएको तपाईले? मिडिया कोअर्डिनेटरका मेडिएट गर्ने हो फिल्म र पत्रकारको बीचमा, हैन कि मिडिया कोअर्डिनेटर नराख्नुहोस्, डाइरेक्ट कन्ट्याक्टमा बस्नुहोस्। यो चलचित्र उत्कृष्ट बन्दै गर्दाखेरि यसको लागत कति होला सर भनिदिनुस् न। थ्यांक यू तपाईको प्रश्नको लागि। हामीले यो सुरुमा चाहिँ 3-4 करोडमा सक्छौँ भनेर सुरु गरेका थियौँ, तर गर्दै जाँदाखेरि त्यो नयाँ ठाउँमा सबै कुराको आकलन अनुमान हाम्रो पनि भएन। तर अहिले हामीले सरस्वती गर्दाखेरि 5 लाख खर्च भएको छ भनेको 7 करोड 7 करोड लगानी गर्नुभएको छ। यो के को लागि गर्नुभएको त्यो पनि भनिदिनुस् न। सिनेमा एक त सिनेमा दर्शकहरूलाई, संसारभरको दर्शकहरूलाई देखाउने बनाएको सिनेमा। अनि यो सिनेमा चाहिँ हामीले नेपाली अडियन्सलाई मात्र टार्गेट नगरेर संसारभरको ग्लोबल अडियन्सले पनि हेर्न सक्ने गरी र त्यो कन्टेन्ट चाहिँ ग्लोबली जुनसुकै दर्शकले हेर्दाखेरि पनि उहाँले रिलेट गर्न सक्नुहुन्छ भनेर ग्लोबल संसारभरको दर्शकलाई लान सकिन्छ कि भनेर त्यति आँट गरेको उद्देश्य। हजुर, यो व्यवसायिक हो कि होइन? चलचित्र बनाएर बजारमा ल्याइसकेपछि हरेक चिज व्यवसायिक नै हुन्छ। मेरो मूल प्रश्न कहाँनिर रह्यो भने तपाईले केही दिन अगाडि एउटा स्टाटस लेख्नुभयो र त्यो डिलिट पनि गर्नुभयो। तपाईको स्टाटस म पढेर सुनाउन चाहन्छु है, म सुनाउन चाहन्छु। तपाईले के लेख्नुभयो भने फिल्मले पैसा नबाड्ने भनेपछि युट्युबर वाला पत्रकार भन्नेहरू है, नोटिस गर्नु होला, भन्नेहरू। तपाईले पत्रकार पनि भन्नुभएको छैन, भन्नेहरू चाहिँ छेउछाउमै सम्पर्कमै नआउने रहेछन्। छन् गेडी क्यामेरा तेरी, छैनन् गेडी क्यामेरा टेडी। यो तपाई आफू व्यावसायिक चलचित्र बनाउने, नाफा कमाउने उद्देश्य सहित, बीचमा अरू धेरै कुराहरू होलान्।
अनि तपाईले हामी जस्ता जो संघर्ष गरिरहेको छौं मिडिया फिल्डमा केही गरौं भनेर न्यू मिडिया कन्टेन्ट क्रिएटर भन्छौं है मैले चाहिँ त्यो भन्छु र मेरो साथीहरूले पनि सम्भवतः त्यही प्रश्नको प्रतिनिधित्व गर्दै आउनु भएको छ आज धेरैले बहिष्कार पनि गर्नुपर्छ भनेका थिए यद्यपि म चाहिँ पानीमा रुच्दै पनि तपाईलाई यो प्रश्न गर्नुपर्छ भनेरै आएको थ्यांक यू तपाईले कुन हिसाबले यो तल्लो स्तरको शब्द उच्चारण अथवा भनौं लेखेर हामी प्रति व्यङ्ग गर्नुभयो किन गर्नुभयो सबभन्दा पहिला मैले लेखेको यो कुरा 100% गलत छ नि हैन गलत छ प्रश्न सोध्दैछु मैले लेखेको 100% गलत छ नि हैन 100% 100% गलत छु भनेदेखि तपाईहरु एकदम राइट ट्र्याकमा हुनुहुन्छ तर यदि म 1% मात्रै पनि सही छु भनेदेखि तपाईहरुले गरिरहेको तपाईहरु भन्दिनँ फेरि मैले किन लेखेँ भन्दाखेरि चाहिँ म आफै पनि जर्नलिजमको विद्यार्थी हुँ तपाईहरु जस्तै म पनि पत्रकारिताको विद्यार्थी हुँ 25 वर्षदेखि म पनि यही फिल्डमा छु मैले यो लेख्नुको कारण मलाई पहिलेदेखि फलो गरिरहनु भएको मान्छे त मेरो स्वभाव पनि थाहा छ म कसरी कुन कुराहरु लेख्छु भन्ने कुरा थाहा छ सायद तपाईले चाहिँ फर्स्ट टाइम प्रोड्युसर भएको छ अहिले पनि भन्नु भयो होला मैले लेख्ने कारण मैले लेखिरहेको छु विकृतिहरूको कुरा लेखिरहेको हुन्छु तर यो मैले युट्युब जर्नलिजमलाई भनेर लेखेको छु हैन मैले खोजेको कारण चाहिँ के छ भन्दा हाम्रो पोस्टर टिजर आइसके पछाडि चाहिँ हामीसँग धेरैजना जर्नलिस्टहरू कनेक्ट हुन आइपुग्नु भयो टेलिभिजनका मान्छेहरू पनि आए पत्रिकाका मान्छेहरू पनि आए रेडियोका साथीहरू पनि आए अनि अनलाइन जर्नलिजम गर्ने साथीहरू पनि आए तर अहिले नयाँ विकास भएको न्यू मिडिया आई नो भेरी वेल अबाउट न्यू मिडिया र युट्युब जर्नलिजम गर्ने मान्छेहरू चाहिँ एकजना पनि सम्पर्कमा आएनन् हैन किन आएन मलाई थाहा छैन है त्यो नआइसके पछाडि चाहिँ किन नआएको होला सबैजना आउनुभयो कस्तो यस्तो बनाउनु भएको रहेछ भनेर आइपुग्नुभयो तर कोर युट्युब जर्नलिजम मात्रै गर्ने मान्छे चाहिँ किन आएनन् भनेर मलाई आफै पनि अचम्म लाग्यो आफै पनि अचम्म लाग्यो सुरक्षा पनि सोधेँ किन नआएको सुरक्षा कोही पनि आइन त कसैले पनि एउटा पनि कन्टेन्ट बनाउनुहरू सम्पर्क पनि गरेन कोही पाउँछ किनकि मेरो फेसबुकमा मोर देन 50% जर्नलिस्टहरू नै छन् हैन म जर्नलिजमको कलेज पनि चलाउँछु एज अ प्रिन्सिपल म काम गर्छु अलमोस्ट सबै पत्रकारहरूसँग राम्रो कनेक्सन तर यो तपाईँको न्यू मिडियासँग अलिकति मेरो कनेक्टिभिटी कम छ मैले सुरक्षा सोधेँ भन्दाखेरि अब थाहा छैन है के पनि नआएपछि किन रहेछ त भनेर म एउटा प्रश्न पनि फ्याँकेको हुँ र यदि म यो कुरामा 100% गलत नै हुनुपर्छ यदि म 1% मात्रै यो तपाईको स्ट्याटसमा प्रश्न छ कि आरोप छ भन्नुस् त पैसा भयो भने युट्युबर अहिले सम्भवतः यो न्यू मिडिया हाम्रो जति पनि क्यामेरा तेर्सेको छ यो क्यामेरा भने तपाईको यो रिलिज अहिले जुन छ नि टेलर यो पनि हुँदैन के मैले अनलाइन जर्नलिजम गर्ने मान्छेहरू आउनु भयो भनेको छु तर युट्युब जर्नलिजम पनि गर्ने मान्छे किन सुन्नुस् न मेरो धेरै प्रश्न छैन कि तपाईलाई आत्मआलोचना छ छैन त्यति मात्र हो यदि म यसमा 100% गलत छु भनेदेखि तपाईहरु सही हुनुहुन्छ र सही ट्र्याकमा हुनुहुन्छ म एकदम खुसी छु र यो कुरा मैले लेखेको कुरा 100% गलत नै हुनुपर्छ होइन भने तपाईले किन डिलिट गर्नुभयो त्यो सही हुनुहुन्थ्यो तपाईको प्रश्न फेस गरेर चाहिँ सार्वजनिक गर्छु भनेर डिलिट गरेको छैन मैले अघि नै पब्लिक गरिसकेको छु हेर्न सक्नुहुन्छ फेरि गर्नुभयो मैले तपाईको प्रश्न फेस गरेपछि नै म एन्सर दिन्छु अनि मलाई यति भनिदिनुस् तपाईले भनेको यो स्ट्याटसमा युट्युबर वाला पत्रकार भन्नेहरू भन्नुभएको छ के हामी यहाँ बस्नुको औचित्य छ अनि तपाई अब के रे मेरो यति जवाब दिनुस् औचित्य छ छैन यति मात्र भनिदिनुस् तपाईहरु सबैजना जर्नलिजम ब्याकग्राउन्डकै होला नि त हैन तपाईहरुलाई त के विश्वस्त हुनुहुन्छ भने तपाई जर्नलिजम नै गरिरहनु भएको छ भन्ने कुरा मैले भन्न खोजेको मैले लेखेको कुरा चाहिँ 100% गलत नै साबित हुनुपर्छ भन्ने मेरो लाइन हो के यदि चाहिँ तपाईहरुले आफ्नो त्यो पत्रकारिताको मापदण्डभित्र बसेर पत्रकारिता गरिरहनु भएको छ मैले भनेको कुरा 100% गलत हुनुपर्छ मैले जुन आरोप लगाएको छु भन्नु आरोप हुन सक्छ मेरो गुनासो हुन सक्छ जेसुकै कुरा हुन सक्छ म 100% गलत साबित भए भनेदेखि तपाईले गरिरहनु भएको युट्युब जर्नलिजम तपाई मात्रै हुन सक्नुहुन्छ तपाईँ सबैजना नहुन सक्नुहुन्छ अनि मैले त प्रतिनिधित्व प्रश्न गरेको यहाँ धेरै साथीहरू बहिष्कारको अभियान चलाउनु पर्छ भन्दै गर्दा प्रश्न गर्नुपर्छ भाग्नु हुँदैन भन्ने कुरा भएको छैन म प्रश्न हैन तपाईहरुले हामी भाग्नु हुन्न के प्रश्न सोध्नुपर्छ भनेर हो के यो मामला मैले जे लेखेको छु म 100% गलत साबित हुनुपर्छ यदि युट्युब जर्नलिजम चाहिँ सही ठाउँमा छ भनेदेखि भन्ने मेरो कुरा हो म 1% संख्या लाग्नुको कारण के हो कि तपाईले युट्युबरले अन्तर्वार्ताको लागि बोलाएन भन्दै गर्दाखेरि तपाईहरुले 2-4 जना युट्युबर गोजीको मिडिया बोकेर हिँड्ने तपाईहरु होइन र मैले हामीले यसो कसैले पनि बोकेर हिँडेको छैन किन हैन सुन्नुस् न तपाईले अन्तर्वार्ताको लागि समय माग्दाखेरि यो हामीलाई देखिएको जुन छ नि यो सर्कल युट्युबर भन्नेहरू म तपाईकै भाषामा बोल्दैछु तपाईले हामीलाई दिने समय र मेन स्ट्रिम देखि लिएर अलिकति यसको पनि अगुवा छन् नि तिनलाई गर्ने व्यवहार पनि थाहा छ नि साथीभाइलाई पर्सनली चाहिँ आजसम्म कोही तपाईले कम्तीमा यति मात्र चाहेको क्या गलत भयो मैले हटाए भने त्यति एक्सक्युज त मैले हटाएको चाहिँ छैन मैले तपाईहरुसँग आज फेस गर्छु हिडन भनेको के हो र हिजो मात्र मैले प्राइभेट गरेको छु हो तर तपाईहरुको प्रश्न फेस गरेपछि पब्लिक गर्छु भने मैले अहिले गरिसकेको छु भनेको अझै पनि तपाई सही हुनुहुन्छ मैले सही र गलतको कुरा गरेको छु मैले प्रश्न फ्याँकेको म पनि तपाई जस्तै जर्नलिजमको स्टुडेन्ट हो मलाई लागेको कुरा मैले लेख्ने पनि गरेको छु बोल्ने पनि गरेको छु तपाईहरुको मतलब हैन कि मैले मेरो दुईटा आर्टिकलहरु अहिले पनि युनिभर्सिटीमा पढाइ हुन्छ पत्रकारिता किन पढ्ने र पत्रकारिता वा पार्टीकारिता भनेर म के रे पोलिटिक्सको लाइनमा लागेर पत्रकारिता गर्नेहरुलाई पनि मैले लेखिरहेको हुन्छु
मेरो धर्म म अहिले त म फिल्म मेकरको भूमिकामा छु होला, तपाईँले प्रश्न गर्नु स्वाभाविक हो, तर म त्यसको साथसाथै जर्नलिजमको स्टुडेन्ट पनि हुँ र मैले जर्नलिजममा भएको कुरालाई पनि सही ठाउँमा ल्याउनुपर्छ भनेर प्रति प्रश्न पहिला पनि गरिराख्थेँ। तपाईँले देखेको जर्नलिजम युट्युबरमा मात्र केन्द्रित हुन्छ त? मेरो प्रश्न त्यहाँनिर हो क्या? युट्युब तपाईँले स्पष्ट लेख्नु भएको छ क्या? म यो तपाईँसँग डिस्कसन मैले त्यही भन्न खोजेको कि प्रतिनिधित्व प्रश्न हो, हामी यहाँ बस्नु कतिको औचित्यपूर्ण छ यति भन्दिनु। जवाफ एकदम औचित्यपूर्ण छ। यदि म यसमा गलत प्रमाणित हुनुपर्छ तपाईँहरू एकदम सही हुनको लागि। यदि म 100% गलत भयो भने तपाईँहरू ठिक ठाउँमा हुनुहुन्छ र यदि तर म 1% मात्रै पनि सही भयो भनेदेखि चाहिँ तपाईँले आफूले पनि प्रश्न गर्नुपर्छ भन्छु म क्या। तपाईँ सबै भन्न खोजेको होइन मैले, तपाईँले आफूले तोम चरण गर्ने यो कुरामा म 1% मात्रै गलत सही भयो भनेदेखि तपाईँहरू आफूले प्रश्न गर्नुहोस्। तर म यसमा 100% सुन्नुहोस् न, 100% म गलत सम्मान गर्छु, राम्रो चलचित्र बनाउनु भएको छ, तर केन्द्रित गरेर जसरी न्यू कन्टेन्ट क्रिएटर भन्छौँ क्या हामीले, यो प्रश्न चाहिँ तपाईँहरू मैले दिने जवाब मैले दिइसकेँ जस्तो लाग्छ। बाँकी प्रश्न चाहिँ हामी आफैले गर्नुभयो भने हामी यहाँ बस्नु औचित्य छ छैन? एकदम औचित्य छ। तर यदि तपाईँलाई लाग्छ म 100% गलत छु, तपाईँ ठिक हुनुहुन्छ भनेदेखि र यो मेरो कुराले तपाईँले अब कसरी बुझ्नुभयो थाहा छैन, तर गलत बुझ्नु भएको छ र मबाट कुनै मैले प्रोभोक गर्न खोजेको छैन, पोक गर्न चाहिँ साँच्चै नै खोजेको हुँ र करेक्सनमा आओस्, हामीले गरिरहेको जर्नलिजम पनि करेक्सनमा आओस्। यदि काहीँ हामीबाट तपाईँ हामीलाई गल्ती भइरहेको छ भनेर करेक्सन पनि होस् भनेर मैले प्रश्न। तपाईँले करेक्सनको प्रश्न गर्नु ठिक छ, तर त्यहाँनिर तपाईँले जसरी युट्युबरहरू भनेर मेन्सन गर्नु त्यो गलत छ नि। गलत भन्नु खोजेको काहीँ समस्या छ कि सबैजना समस्या युट्युबरमा मात्र छ? हामी जस्तो कन्टेन्ट क्रिएटर तपाईँलाई मात्रै पर्सनली भन्न खोजेको मान्छे सबै बिदाको जर्नलिजमको मान्छे आउँदाखेरि चाहिँ उनीहरू किन नआइपुगेको होला, किन एकजना पनि सम्पर्कमा नआएको होला तपाईँले खोज्नुभयो? अरू सबैलाई पनि हामीले खोजेको होइन, उहाँहरू चाहिँ कसरी आफै आउनु होला, तपाईँ चाहिँ एकजना किन नआइपुग्यो होला नक्सँग लाग्यो क्या मलाई। भनेको तपाईँहरू तपाईँलाई खोजे, युट्युबरले चाहिँ खोजेनन्, टिभीका मान्छे पनि आइपुगे, सबै सोध्दै खोज्दै आइपुगे, सबैजना आइपुग्यो भने खोजेनन् भने चाहिँ पैसाको कुरामा हुन्छ भन्ने लाग्छ तपाईँलाई? कतै त्यो हो कि हामी त्यहाँ सुट्यौँ कि भन्ने मलाई लाग्यो। सर म भन्छु है, यति राम्रो फिल्म बनाउनु भएको छ, 7 करोड फिल्म बनाउनु भयो, तर तपाईँको सोचको गरिब मानसिकता कम्तीमा त्यागिदिनु होला, हाम्रो लागि अनुरोध छ। म 100% गलत भयो भनेदेखि तपाईँले जित्नुहुन्छ, तर 1% पनि कुनै दिन म प्रमाणित दिन आयो भनेदेखि चाहिँ आफूले प्रश्न यति हो, गरिब मानसिकता त्यागिदिनु होला सर। लगानी गर्नु 7 करोड तर पैसाकै लागि युट्युबर आएन भन्नुभयो, यो प्रश्न चाहिँ मलाई चित्तै बुझेन र मैले प्रतिनिधित्व प्रश्न गरेको यहाँ भन्दा म केही पनि भन्न चाहन्छु। फेरि लास्ट कन्क्लुजन युट्युब जर्नलिजम गर्ने तपाईँ जोसुकै हुनसक्छ, तपाईँहरू पनि आफैले चाहिँ प्रश्न गर्नुहोस् ठिक ठाउँमा छ कि छैन भन्ने कुरा। एकजना कोही हुन्छ तपाईँ सबैले भन्नु खोजेन है, त्यो आफैले प्रति प्रश्न गरौँ र काहीँ प्रब्लम छ भनेदेखि चाहिँ करेक्सनको बाटोमा जाउँ न हामी सबैजना। थ्याङ्क यू एकछिन है, एकछिन है। हामी यहाँ फिल्मको बारेमा केही प्रश्नहरू छ तपाईँलाई भने हामीले ट्रेलर हेऱ्यौँ। हजुर 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 हो, स्वाभिमानको कुरा हो, तर जुन पनि क्षेत्रमा अपवाद हुन्छ नि त, हो कि होइन भन्नुहोस् त? किनभने हजुरले यत्रो वर्ष पढाए म प्रिन्सिपल हो भनेर पनि भन्नुभयो, तपाईँले लेखेको कारणले कति यहाँ जो आउनु भएको छ यस्तो सुन्नु सर, यत्रो हामीले यत्रो वर्ष दुःख जस्तै तपाईँले पैसा कमाउनुको लागि फिल्म बनाउनु भयो भन्नुभयो, हामीलाई पनि हाम्रो मिडिया चलाउनुको लागि उयो चाहिन्छ होला नि, विज्ञापन चाहिन्छ होला। विज्ञापन भन्ने चिज छुट्टै चिज हो, जर्नलिजममा लेख्ने पत्रकारिता चिज छुट्टै चिज भन्छ। हामीले के नराम्रो लेख्यौँ हजुरको म तपाईँ नराम्रो लेख्नु भन्नुभएको पनि भनेकै छैन नि, कन्टेन्ट बनाउन पनि किन नआएको होला भन्ने मात्रै कुरा हो। तपाईँले जस्तो लेख्नु भयो सर होइन, युट्युबरहरू भन्नुभयो, सबै युट्युबर सेम छन् र? त्यही त मलाई चाहिँ एकजना पनि नआइपुग्दाखेरि चाहिँ किन कोही पनि सबैजना सेम नहुनु पर्ने, किनभने एकजना किन नआइपुग्यो होला भन्ने लागेको। यति धेरै चित्त दुखेन होला कि सर, कोही भनेको भए चाहिँ तपाईँले सम्पूर्ण भनेर लेख्नु भयो नि, जब त्यसपछि चाहिँ यहाँ सबैलाई त्यसरी बुझ्नु भएको छ भने चाहिँ म त्यसलाई माफी चाहन्छु, तर मैले जनरलाइज गर्न खोजेको छैन। तर एकजना पनि नआइपुग्दाखेरि चाहिँ मलाई अचम्म लागेको चाहिँ थियो, यदि तपाईँहरू सबैले त्यसरी लागेको छ भने त्यसलाई चाहिँ म माफी चाहन्छु। तर एकजना पनि नआइपुग्दाखेरि किन नआएको, सबैजना साथीहरूसँग भेटघाट हुँदाखेरि किन नभएको होला भनेर मलाई त्यो चित्त दुखाइ पनि थियो त्यो। तर पनि जनरलाइज गरेर तपाईँहरू सबैलाई चाहिँ भन्ने ठिक छ, फेरि पनि बस गरौँ न। मैले अविरल दाईलाई पनि क्लियर गराउन खोजेँ एउटा कुरा चाहिँ के भन्दाखेरि तपाईँहरूले जति पनि आफ्ना प्रमोसनल कन्टेन्टका सामग्रीहरू तपाईँहरूको मिडिया कोअर्डिनेटरको थ्रु पठाइरहनु भएको छ, ती सम्पूर्ण सामग्रीहरू मलाई लाग्छ तपाईँहरूलाई भन्दा ज्यादा ट्रस्ट र विश्वास हामी तपाईँहरूको मिडिया कोअर्डिनेटरलाई गर्छौँ र हरेक ठाउँमा तपाईँका समाचारहरू आएका छन्। तपाईँले अघिदेखि भनेको एउटा शब्दमा चाहिँ मलाई आपत्ति भइरहेको छ, आइदिएनन्। आजसम्म कुन चाहिँ इभेन्ट गर्नु भएर कहाँ बोलाउनु भयो? एकछिन भाइ, तपाईँले मेरो पुरानो सम्बन्ध हो, बुलबुल बनाउँदादेखिको सम्बन्ध होइन, र त्यो सम्बन्ध आजसम्म पनि त्यस्तै कायम छ। हरिबुवाको सम्मानको लागि सायद हामी धेरै उपस्थित भएका छौँ यहाँ। जुन प्रकारको जुन म्यासेज भयो त्यसले
चाहिँ सम्पूर्ण पत्रकारहरूमा नै यहाँहरूको टिमको सोचाइ के रहेछ भन्ने म्यासेज गयो खासमा चाहिँ तपाईँले कुन आशयमा लेख्नु भएको थियो त्यो फरक हुन्छ तर बुझाइ फरक फरक हिसाबले हुन सक्छ त्यही भएर म अब तपाईँको आदत मलाई थाहा छ त्यही भएर म तपाईँको इभेन्ट अटेन्ड गर्नको लागि आएँ तर तपाईँ विनोदजी भन्दा पनि म आदरणीय हरिवंश आचार्यको लागि प्रोग्राममा उपस्थित भएको हुँ उहाँकै सिनेमा हो भुटान तपाईँहरू मेकर हो तर उहाँको मुहारको लागि र उहाँको मेहनतको लागि हामी आएका हौँ तर तपाईँले भन्न खोजेको कुरामा चाहिँ मलाई अझै क्लियर गर्न मन लाग्यो यिनीहरू आएनन् कन्टेन्ट बनाउन भन्नुभयो कहाँ चाहिँ आउने त तपाईँले एउटा इभेन्ट गर्नुभएको छैन अहिलेसम्म तपाईँले भेकुटी मण्डपमा एउटा हरिवंश आचार्यज्यू जानुभएको थियो त्यो अफिसियल इभेन्ट थिएन हाम्रो अफिसियल इन्भिटेसन नै थिएन त्यसमा तपाईँको मिडिया कोअर्डिनेटरले भिडियो पठाउनु भएको थियो त्यो डिजिटल मिडियामा क्रिएट गर्ने जसलाई उपलब्ध छ उहाँले आफ्नो मिडियमबाट त्यसलाई पब्लिस गर्नुभएको छ अब गइदिने कहाँ भन्नु त कहाँ चाहिँ रहेछ यो भुटानको अफिस भनेर खोज्दै आउनु पर्ने हो कि हामी त्यसमा मिडिया कोअर्डिनेटर किन राख्नु भएको तपाईँले मिडिया कोअर्डिनेटर मेडिएट गर्ने हो फिल्म र पत्रकारको बिचमा होइन कि मिडिया कोअर्डिनेटर नराख्नुहोस् डाइरेक्ट कन्ट्याक्टमा बस्नुहोस् कि कोअर्डिनेटर राखिसके पछाडि आएनन् भन्नेको आशय चाहिँ नदिनु होला किनभने तपाईँले एउटा इभेन्ट गर्नुभएको छैन आजसम्म भुटानले गर्नुभएको छैन कहाँ हामी चाहिँ भेट्ने भन्नु त यस्तो आयन भन्नुको अर्थ मैले राख्न त हाम्रो अफिसियल पेजमा हामीले नाम नम्बर सबै राखिदिएको छ आयन भन्नुको अर्थ चाहिँ डाक्न जानु चल्नु डाकेको छैन नि त आज फर्स्ट टाइम डाक्नु फर्स्ट टाइम डाक्यो यही त उनी भेटघाट आउने माहौलै यही हो नि त सबै भनिन्छ सकाइ मेरो लागि सकाइदिनु यो प्रश्न पनि सकाइदिन्छु आएन भने मैले हामीले डाकेकै छैन त कसरी आउने तर यो हामीले मार्केटमा डिजिटली कन्टेन्ट हालिसके पछाडि हामीले पोस्टर पब्लिस गऱ्यौँ टिजर पब्लिस गऱ्यौँ नि त त्यसपछि तपाईँ देख्नु भएको होला नि त टेलिभिजनमा हामी इन्टरभ्यू दिइरहेका छौँ कति स्टुडियोहरू आइरहेको छ अनलाइन जर्नलिजममा स्टुडियोहरू आइरहेको छ रेडियोमा आइरहेको छ सबैजना साथीहरू आइराख्दाखेरि तपाईँहरू नआएको त्यति मात्रै कुरा हो क्या मेरो क्या तपाईँहरू तपाईँहरू भनेकै तपाईँहरू सबै भन्नु खोज्दै हामीले चाहिँ जर्नलाइज नगर्नु तर युट्युबमा एक्टिभ काम गर्नुभएको राम्रो राम्रो साथीहरू छ किन आइपुग्नु भएन मेरो पहुँच पुगेन कि होइन तपाईँको पहुँच नपुगेको होइन तपाईँको मिडिया कोअर्डिनेटरले वैशाख 2 गते देखारी कुन मिडियामा इन्टरभ्यू दिने भन्ने सेड्युल बनाएर हामीलाई पठाउनु भएको छ अब त्यो हिसाबले तपाईँहरू आउने नआउने तपाईँहरूको समस्या हामीले हाम्रो डेट दिएका छौँ तपाईँहरूको कोअर्डिनेटरले डेट पठाइसक्नु भएको छ लाग्छ अब आजका दिन पछाडि चाहिँ तपाईँहरूसँग पनि हाम्रो राम्रो सम्बन्ध हुन्छ होला तपाईँहरूले पनि राम्रो कन्टेन्ट बनाउनुहुन्छ होला र म 100% गलत प्रमाणित हुनैपर्छ यो कुरामा हुनुभएको म होइन भनेदेखि चाहिँ फेरि हामी दुईजना फेरि के हुन्छ त्यो म गलत हुनुपर्छ बुझ्नुहुन्छ तपाईँ पत्रकारिता पढाउने स्कुलको प्रिन्सिपल पनि हो त्यही भएर थाहा होला तर पत्रकारिताका धर्म भनेको चाहिँ व्यावसायिकता र धर्म सँगसँगै जानुपर्छ जस्तो लाग्छ मलाई तपाईँ पनि सिनेमा मेकरको काम सिनेमा बनाउने हो हरिवंश आचार्यको काम अभिनय गर्ने हो भन्दैमा उहाँले पारिश्रमिक नलिकन काम गर्नुहुन्न धर्म मात्रै निर्वाह गर्नुहुन्न नि त त्यही भएर यो मात्रै हो यति नै मात्रै गरौँ मैले तपाईँलाई म हरिवंश दाइले जति टिका टिप्पणी बहसहरू भयो नि यतिका लामो अनुभवले के अनुभूति गर्नुभयो अहिले नेपाली कला संस्कृति चलचित्र जति सफल हुन्छन् र त्यसमा सबैभन्दा ठुलो हात मिडियाको हुन्छ तपाईहरूको यो अहिले खिच्नुभएको क्यामेरा को सधैँ संसारभरि पुग्छ घर घरमा पुग्छ र तपाईँहरूकै कारणले र सिनेमाको कारणले हलमा मान्छेहरू थुप्रिन्छन् र तपाईँहरूलाई पन्छाएर हामी कहिले पनि अगाडि बढ्न सक्दैछ त्यो सम्भवै छैन र यहाँहरूले नेपाली चलचित्रको लागि गर्नुभएको गुण हामीले सधैँ त्यसलाई सम्मान गर्नुपर्छ म तपाईँहरूप्रति सबैप्रति सम्मान गरेर आजको समारोहमा केही यसो अलिकति सानसानो कुरा भयो त्यसको लागि म तपाईँहरूको अगाडि शिर झुकाउँछु र सरी भन्ने एउटा यस्तो शब्द छ सरी भन्ने शब्दले संसारमा जस्तो सुकै ठुलो मिसअन्डरस्ट्यान्डिङलाई पनि त्यसले जोड्न सक्छ त्यसकारणले यो आजको समारोहमा म उमेरको हिसाबले सबैभन्दा सिनियरमै होला यो बिचको कुराहरूलाई छोडिदिनुहोस् म तपाईँहरूसँग सरी भन्न चाहन्छु र भुटान चलचित्र यहाँहरूको सहयोग बिना सफल हुनै सक्दैन र तपाईँहरूले यसलाई आफै सम्झेर भोलिका दिनहरूमा आजदेखि नै लाग्दैन भन्न म हार्दिक अनुरोध पनि गर्दछु मैले के बढी बोल्यो भने फेरि सरी गुनासा थिए तर मलाई जहाँसम्म लाग्छ उहाँको सम्पूर्ण युट्युब कन्टेन्ट बनाउनेहरूप्रति थिएन भन्ने लाग्छ अझै पनि उहाँले कम्युनिकेसन कतिको गर्न सक्नु भएन पुगेन तपाईँहरू समक्ष उहाँको कुरा जहाँसम्म मैले उहाँलाई बुझेको छु उहाँले चाहिँ युट्युबरहरू यस्तो हुन् भनेर त्यसरी एकदम मिन भएर एकदम चिप भएर तपाईँहरूको यो मिडियालाई अपमान गरेको होइन भन्ने लाग्छ मलाई चाहिँ र अपमान गर्नु पनि हुँदैन अपमान गर्ने हामीले ल्याएको पनि राख्दैनौँ क्या फेरि किनभने अघि हरिदाईले भन्नुभयो हाम्रो सिनेमा तपाईँहरू नभइकन हाम्रो सिनेमा कहीँ पनि पुग्दैन
हामीले जनतासँग पुग्नुपर्छ, अडियन्ससँग पुग्नुपर्छ, हाम्रो सेगमेन्टसँग पुग्नुपर्छ र त्यसको मेन मिडिया भनेको नै तपाईँहरू नै हो होइन। र फेरि यो अचम्म के लाग्छ भने अहिले केही वरिष्ठ सोकर्ड पत्रकार भन्ने साथीहरूलाई पनि म अलिकति के भन्न चाहन्छु कि यहाँ यो युट्युबर भनेर एउटा नराम्रो त्यो सिम्बल दिइरहेको हुन्छ कि, जुन कुराको मलाई पनि म पनि विरोधी हो। युट्युबर भनेको त त्यो त ट्रिलियनको कम्पनी हो भने त त्यो ठाउँमा गएर त्यो प्लेटफर्ममा बसेर प्रस्तुत गर्न सक्नु भनेको सानो कुरा होइन। एउटा सानो मिडियाबाट आफ्नो समाचार सम्प्रेषण गर्नु र संसारभरि पुग्न सक्ने एउटा प्लेटफर्मबाट समाचार सम्प्रेषण गर्नु भनेको त पक्कै पनि यसको पल्ला भारी हुन्छ होला नि त। एकदम धेरै रेस्पोन्सिबल हुनुपर्छ होला, एकदमै धेरै अध्ययन गर्नुपर्छ होला। त्यस कारणले यो युट्युबर भनेर जसरी होच्याइन्छ त्यो कुराको चाहिँ म फेरि विरोधी हो। त्यो एकदमै सरासर गलत हो। अलिकति सोकल्ड विद्वान भन्ने केही जर्नलिजम साथीहरूले पनि यस्ता स्पिचहरू दिइरहेको देख्छु कि मैले कहिलेकाहीँ, जुन चाहिँ उहाँहरूले आफूलाई नहेरे हो कि जस्तो लाग्छ कि। र खुसीको कुरा होइन र भने घरमा मेरो घरमा यदि मेरो बच्चाले 14-15 वर्षको बच्चाले कुनै राम्रो कुरालाई चाहिँ युट्युबमा राखेर राइट ठाउँमा पुर्याउन सक्छ भने त्यो त गजबको प्लेटफर्म हो त होइन र। त्यो प्लेटफर्मलाई तपाईँहरूले प्रयोग गर्नुभएको छ। सो मेरो जहिले पनि यो कुराको लागि सम्मान रहन्छ। र जे जति अघि जुन कुरा भयो म त सायद म भित्र पस्न पनि सकिरहेको थिएन। अविरल सरले लेखेको इन्डिभिजुअली के लेख्नुभयो मैले पनि सोधेको थिएँ, मलाई के लेख्नु भएको भनेर मैले पनि प्रश्न नै गरेको थिएँ तपाईँहरूले जस्तै के भन्न खोजेको भनेर। कति चिज उहाँले मलाई भन्नुभयो जुन कुरा मैले बुझेँ। बुझ्दाखेरि यसरी सबैजनालाई युट्युबर भने होइन भन्ने लाग्छ, मलाई अझै पनि लाग्छ त्यो भने होइन, पक्कै पनि होइन। र भन्नु भएको छैन भने चाहिँ उहाँले सरी भन्नुपर्छ, त्यो गलत हो। ठिक छ, सिनेमाको प्रश्न नगर्न पनि पाइयो, बगैँचा पाइयो। तर सिनेमाको सम्मानको लागि, सिनेमा मेकरको सम्मानको लागि यदि तपाईँहरूलाई पनि के प्रश्न गर्न मन छ भने प्लिज गरिदिनु होला होइन। मेरो साइडबाट सक्यो भनेको अरूको लागि त जहिले ओपन छ नि फ्लोर। एज अ डिरेक्टर फेरि म नामको डिरेक्टर मात्रै हो, म प्रोड्युसर पनि हो बाइ द वे होइन। एज अ प्रोड्युसर पनि यदि हाम्रो टिमबाट तपाईँहरूलाई डिसरेस्पेक्ट अथवा अपमान भएको अनुभव भएको छ भने होइन, त्यसको लागि चाहिँ म लगायत हाम्रो टिम हामी चाहिँ साँच्चीकै मनदेखि माफी माग्न चाहन्छौँ होइन। तपाईँहरूको चित्त दुख्नु हुँदैन, तपाईँको इथिकल त्यो ड्युटिजमाथि चाहिँ प्रश्न त्यसरी उठाइनु हुँदैन। त्यो उठ्छ भने त्यो राम्रो पक्कै पनि होइन। त्यसको लागि चाहिँ म आफू पनि हाम्रो टिमको तर्फबाट माफी माग्न चाहन्छु। अरू कुरा चाहिँ यदि हामी गलत छौँ, तपाईँहरूलाई यो सिनेमा मेकरहरू ठिक छैनन् भन्ने लाग्छ भने त्यो अनुसार ट्रिट गरिदिनु होला। तर यो सिनेमा मेकरहरू सिरियस छन्, केही गर्न खोजिरहेको छन् र चाहिँ केही मेकर हुन् है जसले चाहिँ सिनेमामा केही गर्न खोजिरहेको छन्। जस्तो तपाईँले युट्युबमा केही गर्न खोज्दै हुनुहुन्छ, एउटा के अरे नेरेटिभ क्रिएट गर्न खोजिदिनुहुन्छ युट्युबको थ्रु, हामी पनि सिनेमाभित्र केही नेरेटिभ क्रिएट गर्न खोजिरहेको छौँ जस्तो लाग्छ भने हामी फेरि बाहिर बसेर फेरि गुफ्तगु गरौँला सिनेमाको बारेमा। जहाँसम्म इगोइस्टिकली किन कुरा गर्नु र होइन, धर्म